सो गाइज गुड मर्निङ। यो चाहिँ हाम्रो डे 2 हो। के भन्छ अरे हामी बिहानै 5:30 बजीतिर उठेर चाहिँ हामी यहाँ चिया बगान माथितिर आइपुगेको थियौँ। फेरि सनराइज हेर्नलाई सनराइज पनि हेऱ्यौँ हामीले, सन पनि राइज भयो अनि हिमालहरू पनि खुलेको छ। सो आजको हाम्रो प्लान भनेको चाहिँ हामी चाहिँ अब तल झर्छौँ होमस्टेमा अनि ब्रेकफास्ट खान्छौँ। ब्रेकफास्ट खाइसकेपछि चाहिँ त्यो फ्याक्ट्री चिया बगानको त्यो फ्याक्ट्री जाने प्लान छ। अनि त्यसपछि चाहिँ खानाहरू खाएर चाहिँ हामी ब्याक टु पोखरा हुन्छौँ। सो आजको डे 2 को प्लान चाहिँ त्यही छ। सो अहिले चाहिँ यही हो, चिया बगान चाहिँ लङ गलेको, हिमालहरू पनि खुलेको छ, उता माछा पुछ्रे छ तर हिउँ चाहिँ छैन। अनि यही हो, अब हामी यहाँबाट चाहिँ लाग्दैछौँ तलतिर चाहिँ। सो यो चाहिँ काले, हिजो हामी बेलुका माथि आउँदासम्म नि हामी सँगै थियो, बिहान पनि हामी सँगै आयो वकमा मर्निङ भ्यू हेर्न। हाम्रो अनुज भाइ यहाँ बसिरहेको छ। सो त्यही हो, अब यहाँबाट चाहिँ हामी तल जान्छौँ। एन्ड सागर दाई, शोभा दिदी, मिस्टर कालु, अनुज, अब यहाँबाट चाहिँ हामी तल जान्छौँ। सो हामी आउने चाहिँ यता तलबाट हो, अनि यहाँबाट चाहिँ दो बाटो छ, यहाँ माथि होइन कि यहाँ एरो दिएको छ क्या चिया बगान जाने भनेर। अनि बाट चाहिँ चिया बगान जाने हो। अनि अब हामी फर्किँदैछौँ नि त, त्यही भएर चाहिँ हामी यता तल फेरि ओह्रालो लाग्नेछौँ। धेरै भनेको हिँड्न कति हामी 30 मिनट्समा आइपुग्छ माथि चाहिँ, त्यस्तो गाह्रो चाहिँ छैन, ठिकै हो, त्यस्तो गाह्रो चाहिँ लागेन मलाई। अनि त्यही हो, रमाइलो भएको छ। अब हामी तल लाग्दैछौँ। अनि मैले कति पछि भ्लग नै गरेको, भ्लग भन्दा नि यो चाहिँ अब जस्ट मेमोरिजको लागि हो। पछि गएर नि यो टाइममा यस्तो भएको थियो भनेर हेर्न मिल्यो नि त, त्यही भएर हो। यस्तो छ बाटोहरू चाहिँ, जङ्गलै जङ्गल छ। बाटो नि त्यस्तो गाह्रो चाहिँ छैन, लाइक हिँड्न सक्छ। अनि अलिकति तल चाहिँ त्यहाँ चाहिँ बुद्धको स्ट्याचु छ, म अब त्यहाँ गएपछि एकचोटि देखाउँछु। सो त्यही हो, अब चिया बगानलाई नि बाई बाई भन्ने टाइम आयो। अब हामी तल उक्लिन्छौँ है त। सो बेस्ट पार्ट अफ यो माथि चिया बगान आउनुको चाहिँ के छ भन्दाखेरि चाहिँ लाइक ठाउँ ठाउँमा चाहिँ यसरी बस्ने ठाउँहरू चाहिँ बनाइदिनु भएको रहेछ कि यहाँको मान्छेहरूले। यो चाहिँ एकदम राम्रो हो। लाइक अब अलिकति हिँड्न नसक्नेहरूलाई चाहिँ रेस्ट गर्दै जान सक्नुहुन्छ नि त। अनि यो ठाउँ ठाउँमा छ, तल पनि छ, अनि त्यस्तो गाह्रो चाहिँ छैन। सो अलिकति माथिबाट तल आइसकेपछि चाहिँ यहाँ चाहिँ बुद्धको स्ट्याचु छ क्या, बुद्धको स्ट्याचु छ, एकदम ठुलो रहेछ। अनि यो चाहिँ अघि त्यहाँ लेखेको छ कि लाइक यो स्ट्याचु चाहिँ एउटै फ्यामिलीको मेम्बरले बनाइदिनु भएको रहेछ कि। सो उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद, यस्तो राम्रो मूर्तिहरू यस्तो ठाउँमा बनाइदिनु भएकोमा, जसले गर्दाखेरि चाहिँ
जसले गर्दा के भन्छ अरे हामीलाई उद्देश पनि हुन्छ नि त लाइक के भन्छ अब हेर्दा नि आनन्द लाउने अनि टुरिज्मको लागि पनि त एकदम राम्रो हो नि त अनि मैले भने अघि बस्ने ठाउँहरू चाहिँ टन्नै बनाइदिनु भएको नि रहेछ क्या सो दिस इज एकदम राम्रो अनि यही हो बुद्धको स्ट्याचु चाहिँ यहाँ छ अनि ओहो यहाँ छ क्या लाइक इफ तपाईँहरूलाई के उद्देश्य भने यहाँ चाहिँ लेखेको छ होइन सो बुद्धको स्ट्याचु चाहिँ यही छ एकदम राम्रो ठाउँ अनि नजिक पनि छ कि लाइक पोखराबाट चाहिँ तपाईँको 1 आवर साढे 1 घन्टामा चाहिँ तपाईँ आइपुग्नुहुन्छ कि यहाँ चाहिँ अनि लाइक आएर बसेर एक दिन बसेर ब्याक पनि सजिलै फर्किन सक्नुहुन्छ क्या सो एकदम राम्रो एक्सपिरियन्स भयो मलाई चाहिँ यहाँ पनि अब बस्ने ठाउँ फेरि आइपुग्यो त्यही हो रमाइलो भइरहेछ सबैजना तल गइसक्यो म चाहिँ अब आफ्नै पाराले हिँड्दैछु अनि छ्यामा दिदी आथे भथे अनि दुईजना भान्जा भान्जी चाहिँ आएन बिहान हामीसँग चाहिँ हामी म दाई सागर दाई शोभा दिदी अनुज भाइ र म चाहिँ आएको त्यही हो रमाइलो भइरहेको छ ल बाटो चाहिँ यस्तै हो सो यहाँ चाहिँ हो के भन्छ यसलाई अब ठुलो लङ भिलेज भनेर नि लेखेको छ कि लाइक यो चाहिँ ब्याक भ्यू हो मैले हिजो खिचेँ कि खिचेन किनकि हामी आउँदाखेरि चाहिँ अब लाइक राति नै भइसकेको थियो नि त अनि यहाँ चाहिँ भाइ छ अनि यहाँबाटको भ्यू चाहिँ यस्तो दामी छ कि आम्बो भन्न सक्दैन नि फेरि अनि हो यो लाइक यो चाहिँ अब हलिउडतिर हुन्छ नि त्यो लेखेको हुन्छ नि त्यस्तै छ क्या यो बोर्ड चाहिँ वाङ भिलेज भनेर सो यो चाहिँ हामी परबाट पनि देख्न सक्छ क्या अब हामी फेरि तलतिर अब वाङ चाहिँ उतै हो हाम्रो दिनुहुन्छ ल अब हामी ओह्रालो लाउँछौँ सो हामी चाहिँ अलमोस्ट तल आइपुग्नु लाग्यो यहाँ चाहिँ के छ भन्दाखेरि चाहिँ के भन्छ अब पँधेरो जस्तो छ क्या यहाँ एउटा पानी खाने गाउँतिर हुन्छ त पँधेरो जस्तो अनि कस्तो वेल म्यानेज रहेछ क्या अनि मैले एउटा कुरा यो गाउँमा आएर के थाहा पाएँ भन्दाखेरि चाहिँ यो गाउँ चाहिँ एकदम सफा रहेछ क्या यस्तो पानी आउने रहेछ सो हामी तल आइपुग्यो अनि यहाँ आइपुग्यो के अरे अब हाम्रो बसेको होमस्टे चाहिँ अब यो ठ्याक्क लेफ्टमा छ भदै उठिसक्नु भयो रहेछ हामी बसेको होमस्टे चाहिँ यही हो यो चाहिँ 12 नम्बर होमस्टे रहेछ अनि राम्रो रहेछ सर्भिसहरू पनि फुलहरू पनि यस्तो राम्रो ब्रेकफास्ट आइपुग्यो मर्निङ ब्रेकफास्ट पुतली यत्रो ठुलो पुतली हाम्रो कोठामा ल ब्रेकफास्ट टाइम
सो गाइस हामी चाहिँ अहिले चिया फ्याक्ट्रीतिर चाहिँ जाँदैछौँ सबैजना भएर ब्रेकफास्ट खाइसक्यो हामीले अनि यो बाटो चाहिँ अब चिया फ्याक्ट्रीतिर जाँदैछौँ चाहिँ यो तलबाट आएको चाहिँ त्यताबाट हो बस्ने चाहिँ उता माथि हो सो यो चाहिँ ल्वाङ फ्याक्ट्री रहेछ अनि यो चाहिँ गेट टी फ्याक्ट्रीको यो प्रवेश गर्दैछौँ यही रहेछ टी फ्याक्ट्री यो ल्वाङ ट्री फ्याक्ट्री हामी चाहिँ यहाँ प्रवेश गर्नेछौँ नो एन्ट्री तर फोटो खिचे हामी मोल्दी सबै प्लेन हामी चाहिँ प्लेन खाने हो दुध हाल्ने चाहिँ तपाईँहरू बजारमा सिटिसी दानावाला हुन्छ त्यो मात्रै हो दुध हालेर खाने यसमा तपाईँले दुध हाल्नुभयो भने यो चियाको स्वादै पाउनुहुन्छ 12 नम्बरमा बसे 12 नम्बर यो ग्रिन टी है ग्रिन टी ग्रिन टी अलिकति राखेको यो जति पनि हाम्रो चियाहरू छ तपाईँको कस्तो हुन्छ भने मान्छेले भन्छ एक्सपायरी डेट हुन्छ चियाको भन्छ तर एक्सपायरी डेट हुन्न है यसलाई चाहिँ हामीले चाहिँ ओसबाट जोगाउनु पर्छ जुन प्रकार मोइस्चर हुन्छ नि मोइस्चर फ्री एयरटाइट कन्टेनरमा राख्यो भने यो चियामा मात्रै बनिन्छ यो चिया यो केक चाहिँ अहिले अब नेपालमा चाहिँ हामीले ट्राई गर्दैछ अरूले पनि ट्राई गरिरहेछ तर अरूले टेस्ट निकाल्नु सकेको छैन क्या 2019 देखिको हो अहिले 24 म अलिक सिनियर छु 5 वर्ष अलिक अगाडि छु क्या म चाहिँ म त अरू ठाउँबाट पहिलाबाट अरू फ्याक्ट्रीबाट ए कफी जस्तो रे यो चाहिँ 1% ल एक कपलाई कति ग्राम हाल्नु यसलाई 2.5 2.5 ग्राम घरमा त यसो घरमा तपाईँको यस्तो हुन्छ अन्दाजी त्यो टी स्पुन भन्छ नि त्यो टी स्पुन भन्नुको कारणले त्यो चिया नाप्ने स्पुन हो क्या होइन तपाईँको टेबल त्यो टी स्पुन नाम बसेको त्यो चिया नाप्ने भनेर त्यो बसेको त्यसको हिसाबले हाल्नु है टी स्पुन त होइन त्यो चिया घोल्ने मात्रै थाहा थियो नि त त्यो चिया नाप्ने खास गरेर स्पुन पनि थुप्रो खालको हुन्छ होटल म्यानेजमेन्ट गर्नेलाई थाहा हुन्छ नि हजुर टी स्पुन भनेको कारण चाहिँ त्यो हो यो जुन प्रकारको हामीले अब अहिले टेस्टिङ गराउँदैछु यो चाहिँ वेस्टर्न स्टाइल वेस्टर्नको पनि ब्रिटिस स्टाइल हो अर्को हुन्छ अमेरिकन स्टाइल हुन्छ अमेरिकनहरूले चाहिँ 2 ग्राम मात्रै हाल्छ फेरि है ब्रिटिसहरूले चाहिँ 2.5 ग्राम हाल्छ अर्को हुन्छ चाइनिज स्टाइल चाइनिजहरूको चाहिँ भाँडा बर्तनै अर्कै हुन्छ फेरि यस्तोमा टेस्टिङ गर्दैन तिनीहरू नर्मल्ली उनीहरूको ठुलो हुन्छ हजुर ठुलो हुन्छ अनि चिया पनि तिनीहरूले धेरै हाल्छ तर कम टाइम भिजाउँछ क्या जस्तै कि अब हामीले 2.5 ग्राम हालिरहेको छ उनीहरूले 7 ग्राम 8 ग्राम हाल्छ अनि 10 सेकेन्ड भिजायो खनायो खाइहाल्यो फेरि अर्को टोटी हाल्छ 15 सेकेन्ड भिजाउँछ फेरि तारेर खाइहाल्यो 5 मिनट उमाल्ने होइन है चियालाई फेरि हाम्रो चाहिँ के गर्छ भने पानी भकभक उमाल्छ पानीमा हो त्यसरी चियाको टेस्ट बिग्रिन्छ तितो हुन्छ बढी बक्सीको पनि सब यस्तै चिया त त्यो भाडे हुन्छ एउटा यहाँ ठ्याक्क राखेर अनि यो जुन चाहिँ छोक्रा हुन्छ त्योबाट फेरि खान सकिन्छ 5 मिनट पछाडि तपाईँले फेरि तातो पानी हाल्ने त्यसलाई 7 मिनट भिजाउने अनि अर्को कुरा के हुन्छ भने अब कतिजनाले कडा मन पराउँछ चिया कतिजनाले नरम
त्यो चाहिँ एडजस्ट गर्ने तपाईँहरूको हातमै हुन्छ कसरी गर्ने भने टाइम कि त टाइम कम्ती भिजाउने कि त क्वान्टिटी थोरै हाल्ने हो मान्छेले के भन्छ एकपल्ट खाएपछि आतितो भयो नखाने भन्छ नि त होइन तर त्यो एडजस्ट गर्ने चाहिँ आफ्नै हातमा हुन्छ त्यो उयो चाहिँ कन्ट्रोल चाहिँ हजुर ठिक टेस्टिङ गर्ने बेलामा आउनुभयो तपाईँहरू क्या चिया चाहिँ बिहान यस्तै 9-10 बजी सो यहाँ चाहिँ त्यहाँ प्याराग्लाइडिङ पनि भइरहेको अनि अर्को चाहिँ ठ्याक्क इफ तपाईँ लुवाङ भ्याली आउनुहुन्छ भने ठ्याक्क यहाँ आउनु सक्नुहुन्छ लुवाङ कम्युनिटी होमस्टे 12 नम्बरमा एकदम राम्रो हस्पिटालिटी छ अनि सर्भिसहरू पनि एकदम राम्रो टाइममा खाने अनि अब हामी चाहिँ फर्किँदै छौँ घरतिर लुवाङ घलेको बसाइ एकदम राम्रो भयो अब हामी फर्किँदैछौँ हाम्रो स्कुटर चाहिँ तल छ अरूहरू चाहिँ गाडीमा आउनुहुन्छ म र अनुज भाइ स्कुटरमा सर